चाहन्छु। मेरो पहिलो कविताको शीर्षक रहेको छ मेरो महाविद्यालयका भावनाहरू। 6 कक्षामा भर्ना भए लाग्थ्यो धेरै पिर, तन भने यतै हुन्थ्यो मन भने घरतिर। लाग्थ्यो यहाँ केही पनि गर्न सक्दिनँ मैले, यही महाविद्यालयले गर्दा यति सफल भए अहिले। सोच्थे भोलि रुधिन म आज रोए पनि, बस्छु र बसिरहन्छु सधैँ घर जाने दिन गनी। सबै साथी रुन्थे यहाँ म मात्र होइन, लाग्थ्यो अबको आउटिङ पछि म फर्केर यहाँ आउने छैन। जसो तसो दुःख गरी यही दिनहरू बिताए, चाहिएका कुरा मैले यही सबै चिताए। अहिले भने साथीहरूसँगै रमाइलो हुन थाल्यो, यही महाविद्यालयले म भित्रको आगो जलायो। अब मेरो सपना हो यही पढी आर्मी बनी सदाभर मेरै देशको रक्षा गर्ने। यो महाविद्यालय मेरो लागि धेरै अमूल्य छ जस्तै गहनाहरू, यही नै हुन् मेरा महाविद्यालयका भावनाहरू। धन्यवाद। अब अर्को कविता नि रहेको छ यसै गरी, शीर्षक चाहिँ मेरो मनको शब्दहरू। यस प्रकार छ है। 7 मा आज 8 मा भोलि 9 मा पर्सि, 7 मा आज 6 मा हिजो 5 मा अस्ति। 11 देखि बोझ हुन्छ गाह्रो हुन्छ कति, अहिले नै ठिक समय हो गर्नलाई मस्ती। शिक्षाले ठुलो मान्छे बन्ने सोच्नु पर्छ, नराम्रो बानी जति सबै अहिले हटाउनु पर्छ। साथी छान्दा हामीले जहिले गर्नु पर्छ ख्याल, नराम्रो साथी छान्यो भने हुन्छ है बेहाल। कक्षामा ध्यान दिनुपर्छ गर्नुहुन्न हल्ला, दिन दुखी र पीडितहरूको गर्नुपर्छ भला। स्वार्थ बन्नुहुन्न कहिले गर्नुहुन्न डाहा, ठुलो मान्छे भई पुरा गर्नुपर्छ चाह। होस्टेलमा हुँदा जान मन लाग्छ घरमा कति, होस्टेल आउनै पर्छ घरमा बसे नि जति। सैनिकमा पर्दा सानो बढ्छ हाम्रो धेरै, यति भन्दै टुङ्ग्याउँछु म प्रस्तुति मेरै। धन्यवाद।